Hello, welcome back to my channel. I hope सबैजना सन्चै राम्रो हुन्छ होला। हामी पनि सन्चै आउनु छु गाइस। अहिले चाहिँ बिहानको 11 बज्यो अनि हात मुख धोएर खाना खाएर अनि अब राइड हान्न लाग्यो साइकल। यो चाहिँ मेरो डट ब्याग हैन। अब यो सिक्सपुरीहरु चलाउन आउँछ नि त, त्यही भएर सिकेराखौ। अनि बाबु मेरो भाइको पारा ओइ बाबु उ त्यहाँ मेरो भाइको पारा ह। दिदी भ्लग बनाउँदै थियो, भाइ चाहिँ त्यहाँ रिसाउँदै छ। किन साइकल चलाउन पनि पाएन भनेर रिसाइरहेको छ भाइ त्यहाँ। मन्दिर चाहिँ ल आजको लागि यति नै हुन्छ। अस्ति जाने पा गाइस छैन त्यहाँ बसेर। यो चाहिँ हाम्रो दाइको घर होइन। अनि त्यसपछि यो चाहिँ हाम्रो घर भयो। त्यसपछि हामी चाहिँ पारी भयो। अनि उता चाहिँ हाम्रो स्कुल। अनि यो चाहिँ उता चाहिँ हाम्रो बाउ काम गर्दै हुन्छ। यो चाहिँ हाम्रो तोरीबारी। अनि होइन दाइ पानी देखाउनु गइरहेको छु। त्यहाँ चाहिँ घर भन्दैछु। आमा गाइस यहाँ चाहिँ बिरालो बाघ जत्रो हो। त्यसपछि उयो ठाउँको नाम चाहिँ भतेरी हो। हामी बल खेल्न जान्छौँ यहाँबाट त्यहाँ। यो चाहिँ करेसो पार्नु फुलेको परेको प्याजहरू लसुन अनि साग धनियाँहरू यताउति छ। त्यसपछि यो चाहिँ हाम्रो घर भयो। अनि यहाँ शिवरात्रिमा पड्काउने उखुहरू छन्। अनि हामी चाहिँ उता गोठाला जान्छौँ। त्यहाँ चाहिँ भाउजूको आमा बुढाको हस्बेन्डको आमाहरू हुनुहुन्छ होइन। अनि गाइस म देखाउँछु आज के हुन्छ। राम्रो भयो नि नराम्रो भयो नि लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला होइन। अनि हाम्रो गाउँ भ्यू चाहिँ कडा आउँछ है, तर कडा आउँछ।